ओम श्रीमते रामानुजाय नमः। लक्ष्मीनाथ समारंभां नाथयामनु मध्यमाम् अस्मदाचार्य पर्यन्तां वन्दे गुरु परम्परां। यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मा व्यामोहतस्तदितराणि तृणाय मेने अस्मद्गुरोर्भगवतो सदयैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये। यतिपतिपदभृङ्गं कौशिकाब्धीशचन्द्रं सठरिपुमतसक्तं वादिसिंहार्यवक्तं कमलनयनमार्यानन्तवर्यैकशिष्यं सकलबुधवरिष्ठं योगिराजं भजामि। सकलबुधवरिष्ठं योगिराजं भजामि। समादरणीय पूज्यपाद श्री आचार्य चरण, गुरुजन, भक्त भागवत सज्जन वृंद, अपार हर्षको विषय छ कि श्री लक्ष्मीनारायण हरिहर धाम को यस दिव्य प्रांगण में भगवान का सानिध्य में भगवान के तेस्रो वार्षिक ब्रह्मोत्सव यही आगामी मिति मे 3 तारिक देखि मे 8 तारिक सम्म, मे 3 तारिक को तीर्थ स्नान र पूर्वांग, साथै 4 तारिक देखि हाम्रो ब्रह्मोत्सव कार्यक्रम का साथ पुराण रत्न श्री विष्णु महापुराण पंचदिवसीय ज्ञानमा आयोगको भव्य आयोजना गरिएको छ। धेरै धेरै आचार्य विग्रहहरू, गुरुजनहरू, भक्तजनहरू सहभागी बनेर यो कार्यक्रम सम्पन्न बन्दैछ। त्यसमा पनि स्वामी श्री अनन्त विभूषित केशवाचार्य जी, स्वामी श्री अनंत विभूषित रामानुजाचार्य जी, स्वामी श्री अनंत विभूषित हरिओम प्रकाश स्वामी जी हरूको समागम, अन्य स्टेटबाट आउनुहुने भक्त भागवतहरूको समागम हुने यो भव्य कार्यक्रममा हामी सबै मिलेर ब्रह्मोत्सवलाई सफल बनाऊ र आफ्नो जीवनलाई पनि धन्य बनाऊ। यिनै शुभ सन्देशका साथ यहाँहरूलाई हार्दिक आह्वान गर्न चाहन्छु। जय जय श्रीमन्नारायण, जय जय श्रीमन्नारायण। उक्त कार्यक्रम हुने समय 8 देखि 5 बजेसम्म प्रत्येक दिन र यसको कार्यक्रम रहने ठेगाना चाहिँ 5650 ल्यान्कास्टर स्ट्रिट, हरिहर धाम,